हाई जय मसी सबैजनालाई आज चाहिँ हाम्रो सन्डे सर्भिस त्यही भेटौँला आजको हाम्रो सङ्गति अलिकति स्पेशल छ एभ्री डे इज स्पेशल बट आज चाहिँ हाम्रो केही अरू पनि प्लान छ राइट सो लेट्स सी व्हाट ह्यापन्स हामी चाहिँ फाइनली चर्च सकिसक्यौँ अब हामी चाहिँ ल हाम्रो खेलाडीहरू कति गोल हान्ने सोच छ त जिरो कति गोल हानिन्छ अमलाई अट्दैन कि यहाँ 10 बढी हुन्छ कि मलाई तर विथ ड्यु रेस्पेक्ट टु एभ्रीवन म 2 भन्दा धेरै हान्दैन किनकि सबै साथीहरू अनि पछि गएर एउटै चर्च जानुपर्छ मिल्नुपर्छ एउटै सिटमा बस्नुपर्छ त्यसैले म ह्युमिलेट गर्न चाहन्न हाम्रो बेस्ट प्लेयर आउँदै हुनुहुन्छ उताबाट द ओल्डेस्ट प्लेयर को ए हाम्रो उसको बुवा कति गोल हानिन्छ भाइ आज मैले आज मेरो ह्याट्रिक कति गोल हान्छ जय साहब हाई स्कोरर ल शाबाश बेटा उहाँलाई केही भन्नु चाहनुहुन्छ जमिस्टी सबैजनालाई फेरि पनि मेरो नाम साहिल अनि आजको हाम्रो यो एचएनसीसीको म्याचमा मेरो टिम एक्सरस एकदम तयारीका साथ आएका छौँ हजुर अनि होपफुली सबै टिमलाई पराजित गर्दै हामी विजयी हुनेछौँ र यो विजयको सबै क्रेडिट चाहिँ हामी पर्मिसनलाई दिनेछौँ म आफै लिन्न तर मैले अनि होपफुली मेरो मबाट चाहिँ मिनिमम 5 गोल चाहिँ हुन सक्ने सम्भावना मैले देखेको छु सम्भावना होइन म विश्वास गर्दछु आफूले आफूलाई अनि जसको यो ब्लग छ उहाँको टिम लाई अहिलेबाट पनि सरी भन्न चाहन्छु यस्तै हुन्छ लाइफ गेम भने हार जित हुन्छ यति नै धन्यवाद म जोसवा सरी म जेनेसिस नेपालको पो याद आयो कि अनि तिमीले जित्छौ कि के कति गोल हान्ने छ डिफेन्स हजुर बाबु कति गोल 2 हो ल बेस्ट हो हामी बाबुजी जय मसी तपाईँ चाहिँ रेफ्री हो तपाईँ फेयर हुनु पर्यो है तपाईँ फेयर हुनु पर्यो है एकदम फेयर हुन्छु हाम्रो सपोर्टरहरू हो सबैजना कसको टिममा हो तपाईँ हामी चाहिँ एक्सोडस कति गोल हान्छ होला एक्सोडसले आज परमेश्वरको कृपा जसले जित हार्नेलाई पुरा टिमबाट छिरेर कति गोल हान्छ अरे हजुर एक्सोडसले परमेश्वरको कृपाले 40 दिन 40 रात त्यो बाटोमा हिँडे जस्तै होइन 40 वर्ष पो हिँडे है गफ हानेकै साथीहरू जति जसले जिते नि जसले हारे ल हाम्रो गेम स्टार्ट हुन लागिसक्यो सबै चियर गर्नेहरू हुनुहुन्छ लेट्स सी हार जित त्यस्तै हो हामी फ्रेन्डली गेम खेल्नु लागेको आज यहाँ 10 गोल हान्ने मान्छे यहाँ 10 केजी घटेको आछ जान्थेको 10 त्यत्रो लप पर्यो हैन त्यत्रो लप परेर बिहे गरेर क्यानाडा आएर एकचोटि आफ्नो पत्नी के पति भन्छ हैन पतिले बल खेल्छ नि आज भन्दा खेल्न नदिने हैन आज हाम्रो टिम कहाँ छ 4 गोल खाइसक्यो हामी अहिलेसम्म बललाई नभएर विघटन गर्नु पर्यो यस्तो त अब जेन्जी हो आगो लगाउन सकिन्छ क्यानाडाको जेन्जी मेरो बुढोलाई हान्दिन्छन् भन्ने टेन्सन भयो क्या हान्ने हो दाइको तालुमा
पहिलो कुरा मैले अगाडि भनिसकेँ यो फ्रेन्डली म्याच हो एकदमै फेलोसिपमा एडमिसन होइन तपाईँको स्किल छ भने पनि स्किललाई अलिक काटेर राख्नुहोस् जमाएर राख्नुहोस् कसैको खुट्टामा कसैले हात नहाल्नु कारण गोल गर्नैपर्छ भन्ने छैन जित्नैपर्छ भन्ने छैन एउटा फ्रेन्डली राम्रोसँग खेल्ने मिलेर खेल्ने आफ्नो टिमलाई जिताउनुहोस् केही छैन तर अरूलाई बाधा नपुर्याउनु खुट्टा अहिले भाइ तपाईँ अलिक एग्रेसिभ गरेर बाहिर निस्किनुहोस् भन्दाखेरि तपाईँलाई नरमाइलो हुन्छ मलाई नरमाइलो हुन्छ त्यो भन्नुपर्ने वातावरण बिच्दैछ नदिनु होला भनेर म अनुरोध गर्न चाहन्छु अनि हामी अग्रजहरू पनि छौँ त्यहाँ सबैलाई एकदमै सोचेर विचार गरेर दिदीभाइ प्रार्थना गर्दैन हामी प्रार्थना गरौँ प्रभु तपाईँको मेसी अनि रोनाल्डो कस्तो कस्तो फिल भइरहेछ एउटै फिल भइरहेछ एउटै टिममा सु हालेन अनि उसलाई निकालिदिने हो हो गेम सुरु भइसकेको छ कसरी फाल भयो रेफ्रीले देखेको छैन यसरी नाना रे यार अब पेलम 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 इति ओइ सेक्यो पर्सन भाइ खोइ तर हाम्रो किपर दामी कस्तो फिल भइरहेछ पहिला मेरो पाला आओस् न कति गोल दाइ कति गोल कति कति हान्ने भयो एक दर्जन त हान्छ एक दर्जन मस्त जोक मारा चलिरहेछ अबे अबे निश्चलले खतरा गर्यो भाइ निश्चलको चाहिँ राम्रो रहेछ रेफ्री
गेम एकदम तातिसकेको छ यहाँ। दाइ तपाईँ किन डराएको? दाइ तपाईँ किन डराएको कि रोनाल्डो र मेसी छ झन् त्यही झगडा गर्छ नि मेसी झन् झगडा गरेर बस्छ
चारजना माना गयो हामी गेम हुँदैछ गेममा के तातो टिमले हैन मलाई त सुन न तातो टिमले एउटा 2 गोल खाइसक्नु भएको छ हजुर निलो टिमले 2 गोल खाइसक्नु भएको छ निलो हेर्दा नपत्याउने खेलाले बगाइसकेको छ मैले बल देख्नु पाम्नु भएछ गोल क्यामेराम्यान लान्दिन क्यामेराम्यान यहाँ हुनुहुन्छ अच्छा हाम्रो क्यामेराम्यान हुनुहुन्छ 5 मिनट भएन दाजु 5 मिनट भएन 10 हो हाफ टाइम गर्नु न बेस्ट किपर अवार्ड गोज टु निसार अल्ला हाफ टाइम गर्नु आज त निश्चल हो हामी त त्यसै खेल्न म त डर लागिसकेर अब हो तपाईँ ओपोनेन्ट हो ल कस्तो राम्रो खेलेको थियो तर भाइ के गर्ने त्यस्तै हो खै राम्रो भयो हाई स्कोरर रमाइलोको लागि मात्र हो यो कस्तो फिल भइरहेछ हारेको जस्तो हाफ टाइम भएको थियो अब फेरि पनि हाफ भएर 5 मिनट मात्र छ है हामीसँग अहिलेसम्म चाहिँ ब्लूले लिड गरिराख्नु भएको छ यहाँ 2-0 भइरहेछ साइले लगिरहेछ है मनोक कम गर हामीलाई चाहिन्छ नि कहानी 90 मिनेटको पोस्ट खेल्ने हाम्रो टिम छ हाम्रो छ नि यस्तो मिस भयो हामीसँग 3.5 मिनट बाँकी छ है अब
कति भयो टाइम बाँकी छ भाइ टाइम बाँकी छ हाम्रो अर्को टिम सुरु भइसक्यो हाम्रो क्यामेराम्यान थकित ल ल ल यो अहिले हामी दुईजना बस्छौँ होइन